एक भक्त रहेछन्, एक ऋषि जो सन्तको बडो सेवा गर्थे, पति पत्नी दुवै, तर घरमा सन्तान थिएन। एक दिन नारदजी आउनुभएछ। नारदजीलाई बडो सुन्दर भावसँग सेवा गरे पति पत्नीले, भोजन बनाएर खुवाए। नारदजीले भन्नुभएछ, म आज वैकुण्ठ जाँदैछु, केही समाचार छ भने भन, म पुर्याइदिन्छु। सन्त महाराजको त केही थिएन भन्नुपर्ने। सन्तकी जो पत्नी हुनुहुन्थ्यो, जो ऋषि पत्नी, उहाँले भन्नुभएछ, हाम्रो घरमा सन्तान छैनन्, किन भएनन् र कहिलेसम्म हुँदैनन्, यति सोधिदिनु। ल ठिक छ भन्नुभयो। नारदजी जानुभयो। वैकुण्ठमा गएर जो भगवान श्रीहरिलाई भन्नुहुन्छ, त्यो आज एक ब्राह्मण पति पत्नीको घरमा मैले भोजन गरेर आएँ, तिनीहरूको घरमा सन्तान छैनन्, किन भएनछन् भनेर प्रश्न गर्दा भगवानले भन्नुभएछ, यो जन्म के 7 जन्म छैन, मेरो खातामा त त्यही छ। नारदजी फेरि अर्को पटक आउनुभयो, आएर सुनाइदिनु भएछ, हजुरको घरमा सन्तान छैन है। भगवान श्रीहरिले स्वयं भन्नुभएको छ, यो जन्म त के 7 जन्म छैन अरे। ठिकै छ, भगवानको हरिक्षा भने उनीहरू सेवामा लागिरहे। एक दिन अचानक एक सन्त आउनुभएछ गाउँमा। आएर भन्नुहुन्छ, कसैले मलाई 1 रोटी खुवाए 1 सन्तान दिन्छु, 2 रोटी खुवाए 2 सन्तान दिन्छु भन्नुभयो। अब ब्राह्मणीलाई लागेछ, ओहो बडो भोक लागेछ जोरसँग, त्यही भएर आज रोटी खुवाउनको लागि यसरी भन्दै हुनुहुन्छ। मै बोलाएर खुवाउँछु भनेर घरमा बोलाउनु। सन्तले 4 रोटी खानुभयो नभन्दै। समय बित्दै जाँदा त्यो घरमा 4वटा सन्तान जन्मिए। एक दिन नारदजी घुम्दै आउनु भएछ। आँगनमा लालावाला घुम्दै गरेको देखेर नारदजीले सोध्नु भएछ, यी बच्चा कसका हुन्? ब्राह्मणी भन्छन्, हाम्रै। अचम्ममा पर्नुभयो, भगवानले मसँग झुट बोल्नुभयो। नारदजी सिधै जानुभयो वैकुण्ठ। गएर सोध्नु भएछ, प्रभु हजुरले मसँग किन झुट बोल्नुभयो? हजुरले भन्नुभएको थियो ती ब्राह्मणीको घरमा, ती ब्राह्मणको घरमा, ती सन्तको घरमा यो जन्म त के 7 जन्म सन्तान हुँदैन भन्नुहुन्थ्यो, अनि 4 सन्तान एउटा पनि होइन, कसरी? भगवान भन्नुहुन्छ, मेरो एउटा परम शिष्य, मेरो भक्तले उसको मुखबाट वाणीद्वारा 1 रोटी 1 सन्तान भनेर बोलिहाल्यो। म पनि बाध्य भएँ। त्यो मेरो परम भक्त हो, उसको मुखबाट निस्केको वाणीलाई मैले टाल्न सकिनँ। 4 रोटी खाए त 4 सन्तान दिनै पर्यो मैले पनि। नारदजी भन्नुहुन्छ, त्यसो भए मलाई त्यो सन्तको दर्शन गराइदिनुहोस् त, हजुरको भक्तको। ल हिँड। बटुक रूपमा दुवै भगवान श्रीहरि र नारदजी बटुक ब्राह्मणको रूपमा साँझमा झपक्क साँझ परेको बेला टुप्लुक्कै ती सन्तको कुटीमा प्रवेश गर्नुहुन्छ। पानी परेको छ, कहीँ नभएको पानी परेको छ, गर्मीको महिना छ। गएर द्वारमा आएका यस्ता 2टा बटुक ब्राह्मणलाई देखेर ती सन्त जसको मुखले भन्नुभएको थियो 1 रोटी 1 सन्तान, यस्तो स्वरूप देखेर हतार भित्र लिएर जानुभयो। आफ्ना भएका जे जस्ता धोती थिए फेराइदिनु भयो। भोजनको लागि हेर्नुहुन्छ, केही छैन रसोईमा, अलिकति पिठो छ। अब यसैको केही भोजन तयार गरेर खुवाउँछु भनेर यताउति हेर्नुभयो, दाउरा छैन, पानीले सबै दाउरा भिजेको छ। भएभरका घरका कपडा, आफ्ना लगाउने धोती, जे छन् ल्याएर आगो बालेर रोटी बनाएर खुवाउनुहुन्छ। यो दृश्य देखेर नारदजीको मनमा लागेछ, ओहो यस्तो भक्त, भोलि लगाउने कपडा छैन, वस्त्र छैन, त्यसको परवाह छैन कि अहिले भोजन कसरी बनाऊ। बस यी मेरा आएका अतिथि भनेको तिथिमिति नतोकिकन आइपुगेकालाई अतिथि भनिन्छ, जसले जानकारी नै नदिकन आइपुगे। यी अतिथिलाई मैले पहिले सेवा गर्नुपर्छ भनेर गर्ने आज नारदजीले भन्नुभयो, धन्य हो प्रभु, धन्य हो। भगवानले जताउन खोज्नुहुन्छ, यदि कर्म सुन्दर नभएको भए भगवान सन्तान दिनुहुन्थ्यो त? कर्म कस्तो थियो? सन्त सेवा। भला नारदजीले आएर भनिदिनु भयो कि 7 जन्म सन्तान हुनेवाला छैन, तर ब्राह्मणीले आफ्नो कर्म छोडेनन्। सन्त सेवा निरन्तर गरिरहे। एक दिन त्यसको प्रतिफल घरमा 4 सन्तान आए भने कर्म कहिले पनि छोड्नु हुँदैन। कर्मको फल
भगवानले दिन बाध्य हुनुहुन्छ। भला हाम्रो खातापातामा हाम्रो भाग्यमा नहोला, तर बाध्य भएर भगवानले कर्मको फल दिन बाध्य हुनुहुन्छ।